वेलकम बैक टू माई न्यू अनदर भिडियो गाइज हुन्छ। आज चाहिँ म यता मकैबारीतिर आऊ र गाइज अहिले चाहिँ मकैबारी दोरामतिर भन्ने गीत पनि चल्यो र त्यस्तै यता मकैहरू छन् गाइज। अब यता हुन्छ यता धेरै मकै हो गाइज, धेरै जसो पाकेको छैन गाइज। मकै चाहिँ हल्का हल्का पाक्यो र निलगाईले पनि खान्छ मकै गाइज। कता कता थाहा भएन, खान चाहिँ खान्छ गाइज। निलगाईले पनि मकैबारी दराम गर्दै बस्छ गाइज। यहाँ हुन्छ मकैहरू र गाइज अब चाहिँ तपाईँहरूलाई मैले यताको भ्यू देखाउँछु, किनकि म यता भ्यू तपाईँहरूलाई भिडियो देखाउने आएको गाइज। हुन्छ यतानिर हेर्नु होला गाइज, यस्तो हल्का राम्रो छ भ्यू होला गाइज। राम्रो छ भने गाइज कमेन्टमा राम्रो छ भनिदिनु होला है गाइज। यता चाहिँ निलगाईले उस गरेर थाहा भएन के गरे त गाइज मलाई नि। हुन्छ मकै पुरै भाँचेर खा निलगाईले, अनि हामीले चाहिँ 3-4वटा खाइयो गाइज मकै हामीले चाहिँ। हुन्छ पोलेर नि खायौँ गाइज। यहाँनिर हुन्छ निलगाईले चाहिँ मकैबारी दराम गरेछ गाइज। अनि चाहिँ हामीले चाहिँ कहिले होला कुनै गर्ने मकैबारी दराम अरूले गरिसक्यो गाइज, हामीले त कहिले गरेर मकैबारी दराम गाइज। भ्यू चाहिँ राम्रै छ होला हुन्छ। म चाहिँ यता माथि आएको गाइज। हुन्छ यस्तो छ गाइज भ्यू चाहिँ। मकै चाहिँ धेरै ठुल्ठुलो छैन गाइज, हल्का सानो छ। अनि यता चाहिँ पहिला चाहिँ यता गहुँ थियो, अनि अहिले फेरि काटेको गाइज। हुन्छ यता बाख्रा पनि छ, अनि यतानिर नर पनि छ गाइज, अनि कुलो पनि छ गाइज। यता पनि कता कुलो त छ हल्का उतानिर गाइज, कुलो भएको चाहिँ यता चाहिँ छैन गाइज। ठिकठाक नै होला क्या भ्यू चाहिँ। गाइज हुन्छ बाख्राले पनि अब मकैबारी दराम गर्नु गइसक्यो। अब म चाहिँ यता बाख्रा त भर्न जान्छु गाइज। हुन्छ यता मकैबारी दराम गर्दै बाख्राले नि के भन्ने गाइज। हामीले कहिले गर्ने गाइज, यिनीहरूले चाहिँ मकैबारी दराम गरिसक्यो। गाइज अब चाहिँ हामी उता जाने माथितिर हुन्छ। हामी माथि जाँदैछौँ र यता चाहिँ घाँस हो क्या हो, यो घाँस के हो थाहा भएन गाइज। तपाईँहरूलाई थाहा भयो भने कमेन्टमा लेखिदिनु होला है गाइज। यो कुनै गाइज यो चाहिँ मलाई थाहा भएन। गाइज अब चाहिँ हामी माथितिर हेर्न जाने गाइज। फेरि माथितिर मकै हेर्न हामी चाहिँ बिचको मकै हेऱ्यो, अब चाहिँ हामी छेउको मकै हेर्छौँ। गाइज तपाईँहरूलाई चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइज। तपाईँहरूले गरिदिनु होला गाइज, अब गरिदिनु है अबदेखि चाहिँ।